विषय एउटा कुरा अब पहिला के अब राउटी जातिहरू धेरै देखिन्थे कोही वनमा खोलामा धेरै थुप्रो देखिन्थे आजभोलि देखिन्न कहाँ गयो दिनु हराए सके नै होइन छ उ अझै छ भने छ र के गएर भयो के अरे उता मान्छे जस्तै बसिबस्छ नि त पूर्व छ पूर्व छ पूर्व छ अब चाहिँ एकपालि कसेर आइपुग्छ र यस्तै बगाएर आउँछ राउतीले पनि रक्सी अझै खान्छ खान्छ नि खाने रक्सी खाने बाँदरको मासु खाने बाँदरको मासु चट्नी रक्सी राउतेली पनि रक्सी बेचेर खाने राउतेली पनि सुरुवार लाएको रक्सी खाए नाच्छ है रमाइलो गर्छन् नि रमाइलो गर्छ तपाईँको अहिले भेट भएको छैन कुरा भएको छैन राउटीसँग नै भएको छ के भन्छन् तपाईँ पनि हामीले यसो घर बनाएर बस्नु भन्दा के मान्दैनन् नि जग्गामा यसो जग्गा लिएर घर बनाएर बस्नु भन्दा मान्दैनन् नि नै उसलाई जग्गा चाहिएन घुम्दै खाँदै घुम्दै हिँड्ने कहिले कौन जिल्ला र त्यसो गर्नु राम्रो कि यसो घर बनाएर बस्नु राम्रो नै हिँड्न भने साँच्चै भन्ने भने त्यस्तै गरी हिँड्नु ठिक छ रमाइलो होइन ठाउँ पुग्नु पाइने भयो नि मजाले खान पाइने भयो एउटा बाँदरको मासु खान्न बाँदरको खान्न गुना खान्छ गुना खान्छ गुना त मोटो भन्छ गुना मोटो बाँदर त यसको नाम त चाउरी हो चाउरी बाँदर भन्छ बल्ल राखेको लागि म भनिदिन्छु त्यो बेलामा बल्ल साथी यहाँ आउनु मलाई बोला यो मासु खान्छ खान्न आफूले पकाएको पकाएको यो मासु खानु नै खाना भन्नुभयो तपाईँले म खानु किन म त एउटा बुझ्छ खानु तपाईँ धामी हो तपाईँ धामी त खान्न हो धामी त खान्न भन्यो अनि धामीले अर्कालाई पकाएको अर्का खाना खान्दैन नि हामीले खान्छ नि त्यही भन्दा नि धामीहरूले क्या पहिला जमाना हो पहिला हो नि पहिला जमाना हो भने अब त कति मिल्छ क्या अब त लट्काए हुन्छ लट्काउने यहाँ त खाएको तति आज हग्थ्यो भन्थे अरू के गर्ने होला होइन भन्दै यहीँभित्रै बसिरहने चाहिँ भन्दै त्यो रक्सी पारेको त खाइन्छ भने त्यो पनि त्यो भात त्यो पनि भात मोलेर गाई हालेको थियो किन पारेको थियो